Seat number, please. Window seat. 78. Yeah. हेलो गाइस, वेलकम टु ब्याक माई युट्युब च्यानल। सो अहिले चाहिँ म अबुधाबीको एयरपोर्टमा हिँड्दैछु। म चाहिँ जाँदैछु अब प्लेन तर्फतिर। त्यहाँ अब यहाँ प्लेन छ, हाम्रो यही हो प्लेन। ठिक छ। You cannot. Seat number, please. Window seat. 78. या न राम्रो परेछ, झ्यालमै पर्दैछ, दामी भयो। हेर्नु गाइस कस्तो दामी देखिरहेको छ बाहिर चाहिँ। डेन्जर घाम लागिरहेको बाहिर साइडमा चाहिँ। सो अहिले चाहिँ कतै यताउति भयो भनेर यसो चाहिँ गर्नुपर्छ भनेर ट्रेनिङ दिइरहेछ। र उड्नुभन्दा अगाडि सबैजनालाई यसो ट्रेनिङ दिन्छ, त्यसो बल्ल बल्ल। प्लेन पनि सुरु भइसक्यो। कस्तो मजा आयो गाइस, गाडीमा हिँडे जस्तो भने कि तल हुँदाखेरि त सेम गाडीमा हिँडे जस्तो मजा भएर अहिले उड्दाखेरि पो मजा हुन्छ त। अझ कस्तो हल्यो बेला बेलामा त डेन्जर हलिरहेको थियो। क्या स्पिड दौडेको हो आम्मा गाइस। फाइनल उड्यो है हामी चाहिँ। फाइनल उड्यो हामी। ओ माइ गॉड, तल चाहिँ सिन चाहिँ खतरा देखिरहेको छ। यही हो तल आम्मा दुबई सहर, अबुधाबी है दुबईको। गाइस होइन आम्मा वही कस्तो चढ्यो भयो बा, मुटु फुल्दा जस्तो हुन्छ त यार। गाइस होइन दुबई सहर यही हो अबुधाबी। भल देखिरहेको छ जो लास्टै गर्मी छ कि तल लास गर्नु लागिरह। यहाँमा खतरामा हात्ती आइपुग्यो खोइ, मान्छेहरू त केही देख्दैन त जुङ्ग। पो चाहिँ अलि यतातिर चाहिँ अलि सहर रहेछ क्या। यही हो अबुधाबी है गाइस, अबुधाबीको सहर। दामी देख्नु रहेछ। फाइनली गाइस हामीले उड्यो। हामी चाहिँ यति माथि आइसक्यो, अझै माथि जाँदैछ। सबै त क्लियर हुन्छ पनि गाह्रो भयो। अहिले युट्युबहरू भिडियो हाल्छु ल्यान्डिङ भयो गाइस फाइनली। कस्तो भयो पंखा त अगाडि पुरै आँखा पर्ने रहेछ है। अघि त पुरै बन्द थियो। ल्यान्डिङ भइसक्यो मैले भने भने हेर्नु मैले चाहिँ अन्त के छ दाइ हालको ठिक छ नि, सन्चै हुनुहुन्छ? उहाँ चाहिँ हाम्रो धाडिङ दाइ है, उहाँ चाहिँ हामी सँगै उहाँदेखि नै सँगै एउटै सिटमा बसेर आउनु।
रमाइलो हुनुहुँदो रहेछ। बाटोमा आउँदा धेरै कुरा गरेर आउनु दाइसँग। गरममा भइसक्यो होला फेरि यति हाबी छ कि मेरो लास्ट साह्रो भइरहेको छ गाडी। हो यहाँबाट जाँदै हुनुहुन्छ। ल जानु उहाँलाई मेरो पासहरू चाहिँ यो झोलाहरू चाहिँ उहाँ दिनुभएको थियो उहाँ चाहिँ मेरो पासहरू रहेछ। हामी चाहिँ अब फाइनली नेपाल आइपुग्यो। आएर भित्र जाँदैछु। म चाहिँ यता जाँदैछु। 12 जस्तो हुटुटुटुटै आउँदैछ त गाई त्यो खोर 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 भन्दै जानु। ए अब यहाँ बोर्डर पास गर्नुपर्छ। हामी बोर्डर क्रसिङ गरेर लाइनमा बस्नेछौँ। लाइन पनि यस्तो डेन्जर हाल्दाखेरि यताबाट उता जाऊ उताबाट यता हो सर्फ घुमेर जस्तो फन्फन्ने। फाइनली यहाँ पुग्यो। सभा दिनुपर्छ खै दिनु यहाँ राखिदिएको छु ल। उहाँले चाहिँ ब्याग उठाउन सक्नुभएको थिएन। माथि त्यही ल्याइदिनु। सेवा नै धर्म हो। सो त्यसैले सबैलाई हेल्प गर्नुपर्छ। फाइनली होइन म चाहिँ यहाँबाट सबै काम सकेर सो बाहिर निस्किँदैछु। ओके गाइस फाइनली होइन पैसा एक्सचेन्ज गरेर पनि लाग्थ्यो है। अब चाहिँ लाग्दैछु अगाडितिर। यसले ओह्राल चाहिँ सामान त झर्छ क्या पुरै ओह्राल छ। सो होइन आज चाहिँ मेरो बुढी अगाडि लिन आउनु भएको कस्तो रियाक्सन आउँछ म चाहिँ यता जाँदैछु। कस्तो रियाक्सन आउँछ अब भोक लागेर फेरि एकतिर यस्तो बिहानदेखि अघि हल्का लेनमा नस्ताएको थियो त्यति हो गाइस। त्यहाँदेखि केही खाएन यार। यस्तो भोक लागिसक्यो मलाई। भोकले पनि हप्ताए गइसक्यो। घाँटी पनि सुकिसक्यो। म पनि यहाँ वेटिङ गर्दैछु। म त लिफ्ट हो क्या अब लेफ्ट यता जान्छ। र फाइनली गाइस लिफ्ट लिफ्ट आयो। लिफ्ट यत्रो ठुलो मायाको लिफ्ट। फाइनली लिफ्ट ओपन भयो। पाङ्रै घुम्दैन पाङ्रै हुँदैन किन पाङ्रै घुमिराखेन पो तपाईँ मान्छे। आमा हो तर चाहिँ गाई मेरो रियाक्सन कस्तो हुन्छ बुढीको। पर्दैन क्या पढाउनु पर्छ। यता हेर त हाई गर। हाई गर। गाई चाहिँ होइन उहाँहरू मेरो फ्यामिलीहरू विशेष मेरो बुढी मेरो बहिनी उहाँ बाबु यता उहाँ चाहिँ मेरो फुपू है। बाङ्गो जान्छ त्यो। ल गाइस अहिलेको लागि चाहिँ म फाइनली काठमाडौँ आइपुग्यो। ल गाइस नेक्स्ट भिडियोमा चाहिँ भेटौँ ल।